आज हामी परमेश्वरको सन्तान हो। आज त्यो नहेरेर म भित्र कस्तो छ, म कुन तरिकाले चलेको छु, म कस्तो छु, भित्री आत्मासँग आफैले क्वेसन गर्ने। जबसम्म हामीले आफ्नो आत्माभित्र भएको आत्मा आफूले केलाउन सक्दैन, आफूले जान्न सक्दैन, बुझ्न सक्दैन भने मर्छु भन्ने भन्न पनि पर्दैन। किन भन्दा आज हरेकको आत्मा परमेश्वरले बास गर्नुभएको छ कि हिजो समयमा हामी परमेश्वर पाउनको लागि कहाँ कता हामी भौतारेर हिँड्थ्यौँ हेर्नुहोस्, तर हामीले पाउँथ्यौँ। र यो आत्माभित्र परमेश्वर हुनुहुन्छ, परमेश्वरले बास गर्नुभएको छ। मैले गल्ती गर्नुहुन्न, मैले नराम्रो बोल्नुहुन्न, कसैको मन पुग्ने कुरा गर्नुहुन्न। मैले म यो सत्यवचनमा आइसकेपछि जति पनि अगुवाको मुख भएर अगुवा बोले भएन, परमेश्वर बोल्नुभएको र त्यो वचन आउँछ त, त्यो वचन म राम्रो बन्नको लागि, म सुध्रनको लागि, मेरो जीवनमा कामको निम्ति यो वचन मेरो लागि बहुत जरुरी छ। त्यो सोच आफूले सकारात्मक सोच लिन पर्यो, सकारात्मक तरिकाले आफूले सोच्न पर्यो, बल्ल आफ्नो जीवनमा काम हुँदो रहेछ कि। त्यही भएर हामीले कोही पनि वचन आउँछ त आफूले आउनभन्दा अगाडि हो कि होइन, कौवाले कानबाट सुन लैजाओस् नलैजाओस्, अगाडि आफूले आफ्नो कान छान्ने हो, त्यहाँबाट बल्ल कौवाको पछि गुर्ने हो। त्यस्तै जस्तो वचन किनको लागि आएको छ, कस्तो वचन छ, यो परमेश्वरको वचन के रहेछ, आफूले छर्लङ्ग यहाँ बसी छुट्याउन सकिन्छ भने शङ्का नगरिकन, त्यो पनि बेगर शङ्का नगरिकन आफूले त्यो गर्न सकिन्छ भने त्यो नै परमेश्वरको सच्चा सन्तान बन्छ कि इमान्दार सन्तान बन्छ। त्यसको उसैको जीवनमा काम हुन्छ हेर्नु। र हामीले शङ्का लियो, उपशङ्का लियो, व्यभिचारी लियो, नराम्रो सोचहरू है मनमा एकदम ओगटेर राखियो, तर जिन्दगीमा काम रहेन छ कि। मैले त्यो बुझेँ, मेरो बुझाइ अनुसार। हुन त आफ्नो बुझाइ हुन्छ, आफ्नो सोच हुन्छ। अगुवा बोल्नुहुन्छ भने अगुवा बोलेको होइन, परमेश्वर बोलेको। अगुवाबाट वचन आउँछ भने यो परमेश्वरको वचन हो, हामीले यसको पालना गर्नुपर्छ। किन भन्दा परमेश्वर सन्तान भइसकेपछि जिल्ला शाखाको अध्यक्षलाई मात्रै त्यो होइन, हामी सबै परमेश्वरको सन्तान हो। हामी सम्पूर्णलाई हामीले परमेश्वरले जिम्मेवारी दिनुभएको छ। आज काम गर्नको लागि परमेश्वरको काम गर्नको लागि जिम्मेवारी दिनुभएको छ, त त्यो जिम्मेवारी चाहिँ हामीले हरेकले निभाउन जरुरी रहेछ कि मलाई महसुस भयो कि। किन भन्दा त्यो जिम्मेवारी जब निभाउन सकिन्छ तब हामी परमेश्वरको काम गर्नको लागि, हरेक काम गर्नको लागि हामी कहिल्यै पनि पछि नपर्नु। हरेक समय परमेश्वरको कामको लागि निरन्तर चलिरहनु। हामी परमेश्वरको सन्तान हो। लास्टकै स्टेजमा हामीलाई हरेक समस्या पर्छ, हरेक टेन्सन हुन्छ, हरेक समस्यामा हामीलाई साथ दिने मेरो आफन्त छ, को छ, फल्ना छ, ढेपकाना छ, मेरो सही साथी छ, कोही हुँदैन। लास्ट अप्सन त्यही आउँछ, परमेश्वरले म छु भनी आउनु भयो मलाई बचाउनु, परमेश्वरै हुनुहुन्छ।
परमेश्वर पितालाई धन्यवाद छ र परमेश्वर र मेरो यो परमेश्वर पिताले मेरो मुखबाट यस समय यति नै अगुवाई गर्नुभयो, यसमा परमेश्वर पितालाई धन्यवाद छ र मेरो इच्छा छ सदा सर्वदा परमेश्वरको महिमा राख्न सहायक भएर परमेश्वरको महिमा काम गर्दै हिँड्ने इच्छा चाहत छ र ठाउँ ठाउँमा महिमा खोलेर हिँड्ने पनि इच्छा चाहत छ। त्यो इच्छा चाहत पनि परमेश्वर पिताले पुरा गरिसक्नुभयो। जय परमेश्वर। परमेश्वरको महिमा सम्मानको लागि जय काम गर्न सक्नुहुन्छ। फरक यो मात्रै छ कि हामी बच्चालाई नर्सरीदेखि जो भर्ना गरेको हुन्छ, नर्सरी 1, 2, 3 मात्रै पढेर काम भएन नि त। समय वर्षमा एक्जाम दिएको हुन्छ, क्लास बढ्दै गएको हुन्छ। हामीमा पनि त्यो क्लास बढ्ने योग्यको हुन पर्यो कि। त्यसको अर्थ के त, जति वचन खाँदै गयो त्यति नै हामीमा हरेक स्टेपहरू बुझ्दै जानु पर्यो। हरेक वचनहरू हामीले बुझ्दै जान पर्दो रहेछ कि। जस्तै आज जति पनि गवाई बोल्नुभयो, शिक्षा वचन बोल्नुभयो सबैजना, आजै सबै पुरा भइसक्यो, यो वचन मैले आजै सबै पालना गर्छु त्यो हुँदैन। हर समय र परिस्थिति आउँदाखेरि यो वचनको पालना गर्न सक्नु पर्यो कि। हुनुहुन्थ्यो भने आज हामीद्वारा परमेश्वरको काम नहुनु पर्थ्यो नि त। आज मलाई मात्रै परमेश्वर पिताले काम दिनुभएको छैन। परमेश्वर पिताले हामी सबैजनालाई एउटै सामर्थ्य शक्ति दिनुभएको छ। हाम्रो विश्वास, हाम्रो जति प्रवचन बुझे र एक पाथी बिउ छर्नेको खेती बराबर हुन्छ त। धेरै जो बिउ छर्नेले धेरै स्याहार्न पाउँछ नि, त्यस्तै जो हरेक वचन अनुसार चल्नेको जीवनमा हरेक काम प्रकट हुँदो रहेछ के। त परमेश्वर पिता हजुरलाई धन्यवाद। थाहा थिएन परमेश्वर पिताले आज बच्चा भएर केही नबुझे जस्तो बुझेकै थिएन, परमेश्वरको महिमा परमेश्वरको काम गर्दै जाँदाखेरि आज मुखबाट बोल्यो त त्यो काम पुरा भएको छ, छोको छ त रोग निको भएको छ।